नेपालमा संकट पर्दा छिमेकी मुलुक चीन र भारतले सोधे कस्तो सहयोग कहाँ पठाउँ? विश्व बैंकले भन्यो 25 अर्ब सहयोग गर्न सक्छौं। विपदग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको खबर सार्वजनिक भए लगत्तै विश्व बैंकले नेपाललाई आपतकालीन सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री डाक्टर स्वर्णिम बागलेसँग समन्वय गर्दै विभिन्न स्रोतबाट 25 अर्ब रुपैयाँसम्मको सहयोग गर्न सकिने जानकारी गराएका हुन्। यस्तै दक्षिणी छिमेकी भारतले पनि बाढी प्रभावितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची नेपाल सरकारसँग मागेको छ। सरकारले आवश्यक सामग्रीको विवरण पठाएपछि भारतबाट राहत सामग्री नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ। उता उत्तरी छिमेकी चीनले पनि नेपाललाई तत्काल नगद सहयोग गर्ने भएको छ।